हेलो नमस्ते सबैजनालाई। आज हामी क्लास 12 को प्रिन्सिपल अफ एकाउन्टिङ हुन्छ त्यसको फाइनेन्सियल च्याप्टर छ, त्यसको बारेमा आज हामी चर्चा गर्छौँ। फाइनेन्सियल एकाउन्टिङ फाइनल एक्जाममा टोटल 28 मार्कको सोच छ। त्यसमा न्युमेरिकल पनि हुन्छ र थ्योरी पनि हुन्छ। थ्योरीभन्दा बढी न्युमेरिकल क्वेसन सोध्छ र न्युमेरिकल यो च्याप्टरबाट न्युमेरिकलमा धेरै क्वेसन सोध्छ कि लङ क्वेसन सोध्छ, 2-3टा लङ क्वेसन सोध्छ। र फाइनेन्सियल एकाउन्टिङ छ। आज हामी बेसिक नलेजबाट स्टार्ट गर्छौँ। बेसिक नलेजबाट हामी स्टार्ट गर्छौँ। बेसिक नलेज हामी चिनेपछि अगाडिको न्युमेरिकलहरू बनाउन हामीहरूलाई सजिलै लाग्छ। न्युमेरिकल बनाउनुभन्दा यो फिक्स एसेट र करेन्ट एसेटहरू हामीलाई चिन्नुपर्छ। ब्यालेन्स सिट बनाउँदाखेरि यो सबै चिन्नुपर्छ। र फिक्स एसेट भनेको के हो, करेन्ट एसेट भनेको के हो, कुन आइटम फिक्स एसेट छ र कुन एसेट कुन आइटम्स करेन्ट एसेट छ, यो सबै हामीलाई के गर्नुपर्छ, चिन्नुपर्छ कि। त्यो सबैको बारेमा आज हामी चर्चा गर्छौँ। अब जस्तै एसेट छ, द एसेट आर क्लासिफाइड इन्टु 2 ग्रुप्स भनेको एसेटलाई 2 ग्रुप्समा बाँडेको छ। त एसेटलाई 2 ग्रुपमा बाँडेको छ, एउटा फिक्स एसेट छ र एउटा करेन्ट एसेट छ। फिक्स एसेट र करेन्ट एसेट, जस्तै फिक्स एसेट भनेको यस्तो सम्पत्ति जसको जीवन 1 वर्षभन्दा बढी हुन्छ। मतलब भनेको यस्तो सम्पत्ति जसको लाइफ 1 वर्षभन्दा बढी हुन्छ। देयर आर 2 टाइप्स अफ फिक्स एसेट। फिक्स एसेट्सलाई पनि 2 भागमा बाँडेको छ। एउटा टेन्जिबल एसेट छ, एउटा इन्टेन्जिबल एसेट छ। टेन्जिबल एसेटमा जसलाई हामी हेर्न सक्छौँ त्यो हो टेन्जिबल एसेट, र इन्टेन्जिबल एसेट्सलाई हेर्न सक्दैन भनेको इन्टेन्जिबल एसेट भनेको हामी जसलाई छुन सक्छौँ, टच गर्न सक्छौँ। र इन्टेन्जिबल एसेटमा जसलाई हामी छुन सक्दैनौँ, टच गर्न सक्दैनौँ। फर एक्जाम्पल हेर्नुहोस्, टेन्जिबल एसेट कुन आइटम हुन्छ। टेन्जिबल एसेट जस्तै ल्यान्ड एन्ड बिल्डिङ टेन्जिबल एसेट छ। प्लान्ट एन्ड मेसिनरी टेन्जिबल एसेटको आइटम छ। भेहिकल्स टेन्जिबल एसेटभित्र पर्छ। फर्निचर टेन्जिबल एसेटभित्र पर्छ र इक्विपमेन्ट्स पनि टेन्जिबल एसेटभित्र पर्छ। इन्भेस्टमेन्ट पनि टेन्जिबल एसेट नै हो। यो सबै आइटम्स फिक्स एसेट 2 प्रकारको छ, एउटा टेन्जिबल एसेट र एउटा इन्टेन्जिबल एसेट। जसमा टेन्जिबल एसेट यो सबै टेन्जिबल एसेटको आइटम छ। यो सबै मतलब यो ल्यान्ड एन्ड बिल्डिङ, प्लान्ट एन्ड मेसिनरी, भेहिकल, फर्निचर, इक्विपमेन्ट्स, इन्भेस्टमेन्ट यो सबै के छ, यो सबै टेन्जिबल एसेट छ। यो सबै चिन्नुपर्छ कि न्युमेरिकल बनाउँदाखेरि यो सबै चिन्नुपर्छ। टेन्जिबल एसेट कुन छ, इन्टेन्जिबल एसेट कुन आइटम छ, यो सबै के गर्नुपर्छ, चिन्नुपर्छ क्या। जस्तै इन्टेन्जिबल एसेट जसलाई हामी छुन सक्दैन, जसलाई हेर्न सक्दैन। जस्तै गुडविल भनेको नाम चलेको कुनै कम्पनी जस्तै हुन्छ, त्यसको धेरै नाम चलिरहेको हुन्छ कि। जस्तै MIT कलेज छ जनकपुरमा, त्यसको धेरै नाम चलिरहेको छ। मोडेल छ, मोडेलको पनि नाम धेरै चलिरहेको छ। त्यस्तै पेटेन्टमा अनुमति पत्र हुन्छ। ट्रेडमार्क भनेको लोगो, जसको ट्रेडमार्क अर्को नाम छ लोगो भनेको नेपालीमा यसलाई छाप भनेको लोगो हुन्छ। सबै कम्पनीको आफ्नो लोगो हुन्छ। जस्तै MIT को लोगो छुट्टै छ, राजर्षीको लोगो छुट्टै छ, मोडेलको लोगो छुट्टै छ। सबको अलग अलग लोगो हुन्छ। कपिराइट भनेको जस्तै इन्डियामा कुनै प्रोडक्ट बनेको छ, जस्तै पेप्सी कोला छ, त्यो पेप्सी कोला नेपालमा बनाउँदाखेरि के गर्नुपर्छ, अनुमति पत्र जुन इन्डियन सरकारसँग अनुमति लिनुपर्छ नेपालमा। त्यो पेप्सी कोला पेप्सी कोलाको कम्पनी खोल्दाखेरि इन्डियन सरकारसँग अनुमति लिनु भनेको कपिराइट भनेको। जस्तै इन्डियामा लक्स छ, लक्स साबुनको फ्याक्ट्री छ। अब त्यो लक्स साबुनको फ्याक्ट्री नेपालमा खोल्दाखेरि के गर्नुपर्छ, इन्डियन सरकारसँग यो कम्पनीको ओनरसँग अनुमति लिनुपर्छ। त्यसपछि नेपालमा खोल्न सकिन्छ। जस्तै कपिराइट, कसैको कपी गर्दा कसैको नकल गर्दा त्यससँग अनुमति लिनुपर्छ। अनि त्यो गैर कानुनी हुन्छ कि, अनुमति लिनुपर्छ।
पछि हामीले फिक्स एसेटको दुईवटा टाइप छ, दुई प्रकारको छ, एउटा टेन्जिबल एसेट र एउटा इन्टेन्जिबल एसेट। त्यो टेन्जिबल एसेट कुन आइटम थियो त्यो हामीले पछि पढ्नुभयो, अनि इन्टेन्जिबल एसेट कुन आइटम छ त्यो कुराहरूको जानकारी हामीले लिनुभयो पछि होइन। अहिले अब करेन्ट एसेट भनेको के हो सुन्नुहोस्। करेन्ट एसेट भनेको यस्तो सम्पत्ति जसको जीवन 1 वर्षभन्दा कम हुन्छ भनेको 1 वर्षमा नि क्यासमा कन्भर्ट हुन्छ कि त्यसको लाइफ के हुन्छ 1 वर्षभन्दा कम हुन्छ, त्यो करेन्ट एसेट हो। अब करेन्ट एसेटको एक्जाम्पल हेर कि कुन करेन्ट, जस्तै क्यास आज छ भोलि हुँदैन कि, क्यास इन ह्यान्ड आज हातमा छ त भोलि हुँदैन, त्यो फिक्स छैन कि। आज छ काल त्यो कन्भर्ट भइहाल्छ सामानमा। जस्तै ब्याङ्क ब्यालेन्स, आज ब्याङ्कमा ब्यालेन्स छ, भोलि त्यो ब्याङ्कमा ब्यालेन्स होला कि नहोला कि 10 दिनभित्र त्यो के हुन्छ, त्यो काममा युज हुन्छ कि। 1 वर्षभन्दा 1 वर्षमा नि त्यो कन्भर्ट भइहाल्छ, त्यो करेन्ट एसेट। जस्तै डेप्टर्सको अर्को नाम छ एकाउन्ट रिसिभेबल, अर्को नाम छ त्यसको बुक डेप्टर्स भनेको उधारोमा हामीले सामान बिक्री गरेको, डेप्टर्स भनेको हामीले उधारीमा सामान बिक्री गरेको तर पैसा उठाउन बाँकी छ, लिन बाँकी, त्यसलाई डेप्टर भन्छ। त्यसपछि एडभान्सको अर्को नाम छ प्रिपेड एक्सपेन्स अग्रिम खर्चको भुक्तान हुन्छ। अग्रिम खर्चको भुक्तान भनेको कुनै कामको लागि हामीले अगाडि नै पैसा दिइसकेको छु, कुनै कामको लागि या कुनै सामान चाहियो त्यो सामानको हामीले अगाडि नै पैसा तिरिसकेको छु, त्यसलाई प्रिपेड एडभान्स या प्रिपेड एक्सपेन्सेस भन्छ। या कसैको स्यालेरी हामीले त्यो महिना पुग्नुभन्दा अगाडि नै पेमेन्ट तिरिदिएको छु कि। स्यालेरी, जस्तै स्यालेरी कुनै स्टाफको स्यालेरी छ, त्यो स्यालेरी हामीले त्यो स्टाफको महिना पुगेको छैन भने हामीले त्यसको स्यालेरी तिरिसकेको छौँ, दिनुभयो कि, त्यो एडभान्स या प्रिपेड एक्सपेन्स। क्लोजिङ स्टक या इन्भेन्ट्री एउटै नाम छ, क्लोजिङ स्टकलाई इन्भेन्ट्री भनिन्छ, यो एउटै नाम छ। कुनै क्लोजिङ स्टक भने या इन्भेन्ट्री एउटै नाम छ, दुइटै हो कि। क्लोजिङ स्टोरको अर्को नाम इन्भेन्ट्री छ। यो भनेको अन्तिम मौजदार सामान, जस्तै कुनै बिजनेस छ त्यो क्लोज हुन्छ कि, असार महिनामा क्लोज हुन्छ, क्लोज हुँदा त्यो बचेको स्टोरमा बचेको सामानलाई नै क्लोजिङ स्टोर, अन्तिम मौजदार सामान भनिन्छ क्लोजिङ स्टोरलाई। आउटस्ट्यान्डिङ या एक्रुड इन्कम एउटै नाम छ, यो एउटै नाम छ। आउटस्ट्यान्डिङ भन्यो या एक्रुड इन्कम भन्यो भनेको आम्दानी प्राप्त गर्न बाँकी छ, कसैसँग पैसा लिन बाँकी छ, कसैसँग ब्याज लिन बाँकी छ, त्यो आउटस्ट्यान्डिङ मतलब आम्दानी प्राप्त गर्न बाँकी छ, त्यसलाई आउटस्ट्यान्डिङ या एक्रुड इन्कम भनिन्छ। बिल्स रिसिभेबल भनेको त्यही उधारीमा बिक्री गरेको, त्यसको कन्ट्र्याक्ट भनेको हुन्छ। बिल्स रिसिभेबलको 90 दिनको या 3 महिना कन्ट्र्याक्ट भनेको हुन्छ, एग्रिमेन्ट भनेको हुन्छ। सर्ट टर्म इन्भेस्टमेन्ट या मार्केटेबल सिक्युरिटी। सर्ट टर्म इन्भेस्टमेन्टको अर्को नाम छ मार्केटेबल सिक्युरिटिज। यो भनेको छोटो समयको लागि लगानी गरेको, जस्तै सेयर मार्केटिङमा लगानी गरेको छोटो समय। करेन्ट एसेट भनेको के हुन्छ, 1 वर्षमा नि क्यासमा कन्भर्ट हुन्छ, जसको लाइफ 1 वर्षभन्दा, यस्तो सम्पत्ति जसको लाइफ 1 वर्षभन्दा कम हुन्छ, 1 वर्षभन्दा कम हुन्छ, 8 महिना 9 महिना हुन्छ, त्यसलाई करेन्ट एसेट भनिन्छ। यो सबै करेन्ट एसेटभित्र पर्छ। अब करेन्ट एसेट कुन छ त्यो चिन्नमा गाह्रो हुँदैन कि, यो सबै के छ करेन्ट एसेट छ, यो सबै चिन्नुपर्छ भाइ, राम्रोसँग बुझ। यो सबै के छ करेन्ट एसेट, यो सबै करेन्ट एसेट छ, यो सबै चिन्नुपर्छ। हिसाब बनाउँदाखेरि यो सबै चिन्नुपर्छ। जस्तै के छ लायबिलिटिज भनेको के हो, द एमाउन्ट पेएबल टु ओनर एन्ड अदर देन ओनर आर लायबिलिटिज भनेको। लायबिलिटिज भनेको द एमाउन्ट पेएबल टु ओनर एन्ड अदर देन ओनर आर लायबिलिटिज भने त्यही हो। देयर आर 2 टाइप्स अफ लायबिलिटिज दुई प्रकारको छ, एउटा इन्टरनल लायबिलिटिज, एउटा एक्सटर्नल लायबिलिटिज। इन्टरनल लायबिलिटिज भनेको आन्तरिक दायित्व हुन्छ, एक्सटर्नल भनेको बाहिरी दायित्व। इन्टरनल लायबिलिटिज भनेको बिजनेसले जुन मालिकलाई दिनुपर्ने हो भने त्यसलाई इन्टरनल लायबिलिटिज। इन्टरनल लायबिलिटिज भनेको बिजनेसले जुन रकम मालिकलाई दिनुपर्ने हो भने त्यसलाई इन्टरनल लायबिलिटिज भनिन्छ।